स्वागत छ तपाईलाई फापरखेतमा। ल ठिक छ भाइ, के छ भन। एकदम ठिक छ। ल अनि विज्ञापन मात्र गर्ने हो कि केही काम पनि गरेर देखाउने हो त? काम गर्ने हो नि, काम नगरिकन त के कामै गर्ने हो नि, विकास पनि गर्ने हो, त्यसलाई निकास पनि दिने हो। यसको मेन एजेन्डा चाहिँ के छ? यो चाहिँ देशमा शान्ति समृद्धि र विकास हैन। अनि देश अत्यन्तै अप्ठ्यारो अवस्थामा छ अहिले। त्यो अप्ठ्यारो अवस्थाबाट हरेक अप्ठ्यारोबाट द्वन्द्वबाट निकास ल्याउनेदेखि लिएर हरेक आन्दोलनको अगुवाई गर्ने पनि नेपाली कांग्रेस हो। र अहिले नेपाली कांग्रेसमा पनि अलिकति पहिला अलिकति थोरै विकृति विसङ्गतिका केही कुराहरू कमजोरी थोर बहुत भएको भन्ने कुरो जनतामा थियो। अहिले कांग्रेसले आफूलाई पनि सुधार गरेर बदलिएर जाने, आफ्नो कमजोरीलाई सुधार गरेर जाने एउटा प्रतिबद्धता गरेको छ। र देशमा पनि एकदम अप्ठ्यारो अवस्था छ अहिले। देश भोलि कसले चुनाव जित्ने र हार्ने भन्दा नि भोलि देश रहने कि नरहने, देशमा योभन्दा ठुलो द्वन्द्व हुने कि शान्ति हुने कि नहुने, स्थिरता हुने कि नहुने भन्ने अवस्था छ। त्यसकारण यसको नेतृत्व पनि कांग्रेसले गरेर विकासको पनि समृद्धिको पनि र यो देशको अप्ठ्यारो अवस्थाबाट निकास पनि नेपाली कांग्रेसले गर्छ। त्यसमा नेपाली कांग्रेसलाई नै मत दिएर यहाँ मेगदी जिल्लाबाट पनि हामीले यहाँ प्रतिनिधिलाई पठायौँ भने नेपाली कांग्रेसको केन्द्रमा सरकार बन्छ। र सरकार बन्यो भने नेपाली कांग्रेस शान्ति र स्थिरता अनि विकास, यसको लागि नेपाली कांग्रेस नै एकमात्र निकास हो। तपाईको हिजोको दिनमा यहीँबाट चाहिँ तपाईको कांग्रेसले जितेर गयो यहाँबाट हैन। तपाईको चाहिँ अब यही अब गाविसमा भकुण्डे गाविसमा पनि तपाईको नगरपालिकामा कांग्रेसले जित्यो, वडा अध्यक्ष हुनुहुन्छ हैन। तपाईको चाहिँ यहाँ फापरखेत दलित बस्तीमा चाहिँ केही विकासै भएको छैन कि? तपाईहरु रोड मात्र डुलेर भाषण गरेर भएन कि? गाउँ गाउँ नि पस्नु पर्यो कि? त्यो कुरा त्यो कहीँ कतै भएन भने त्यसलाई चाहिँ गर्नुपर्छ सबै ठाउँको हैन। त्यहाँ के भएको छ गर्नुपर्ने हो। अझै बाँकी 2 वर्ष छ, 15-18 महिना हैन। यो कुरा हामीले वडामा पनि त्यहाँको जनप्रतिनिधिलाई नै भनौँला के भएको छ त्यो गर्न। जहाँ भयो हैन पछाडि परेको वर्गलाई, पछाडि परेको क्षेत्रलाई त्यसलाई गर्नुपर्छ, सम्बोधन गर्नुपर्छ। त्यो हुन नसकेको कुरा छ भने त्यसलाई चाहिँ गर्नुपर्छ। हामी पनि प्रयास गर्छौँ र आगामी दिनमा त्यस्ता क्षेत्रलाई प्राथमिकता राखेर लैजानुपर्छ। हिजोको दिनमा कांग्रेसले चाहिँ तपाईको कर्णाली बेच्यो, तपाईलाई थाहा छ सबै वास्तविक कुराहरू हैन। कसले के बेच्यो, कसले के बेच्यो, यहाँ देशै कुराको कुरा छ। गाउँमा तपाईको हेर्नु न, तपाईको गाउँमा हेर्नु न, गाउँमा कति विकास गर्छन्, झुटा आश्वासन देखायो तपाईको 84 हिजोको दिनमा अरूले बेच्यो। जम्मै भयो भएर कमजोरी कांग्रेसले दोष। कांग्रेस कहिले पनि राष्ट्रियताको बारेमा कहिले पनि कसैसँग पनि सम्झौता गर्दैन। त्यस हुनाले गाउँको विकासमा केही विकास नगर्ने यो बाटो पनि सुरुवात गरेको हामीले नै हो हैन। तपाईले अब एउटा अब कांग्रेस आएपछि कांग्रेसले भन्छ, एमाले आएपछि एमाले भन्छ, भूपेन्द्र थापाको पालामा भूपेन्द्र थापाले चाहिँ